यो ग्रेभिटी र ग्रेभिटेसन च्याप्टरबाट धेरै जसो सोध्ने भनेको एउटा जी को डेफिनेसन सोध्छ, त्यो भनेको एसिरिलेसन ड्यू टु ग्रेभिटीलाई डिफाइन गर्न भन्छ। र अर्को कुरा यो जी भ्यालु अर्थ सर्फेस भन्दा माथि गयो भने घट्छ कि बढ्छ र यो अर्थ सर्फेस भन्दा तल गयो भने घट्छ कि बढ्छ, दुईटा डेरिभेसन छ। यहाँ डेरिभेसन गरेछ भेरिएसन अफ जी ड्यू टु हाइट भन्नाले यो अर्थ सर्फेसबाट यदि हामी हाइट माथितिर गयो भने जी भ्यालु घट्छ कि बढ्छ त्यो कुराको डेरिभेसन हो। तर के हुन्छ भन्दाखेरि अर्थ सर्फेसबाट माथि गयो नि जी भ्यालु घट्छ, तल गयो नि जी भ्यालु घट्छ। अब पहिला एसिरिलेसन ड्यू टु ग्रेभिटीको डेफिनेसन। द एसिरिलेसन प्रोड्युस्ड अन एन अब्जेक्ट ड्यू टु अर्थ ग्रेभिटी भन्नाले कुनै एउटा अब्जेक्ट यहाँ एज्युम गर, त्यो के हुन्छ, अर्थको यो आफ्नो एउटा फोर्स छ। यो अर्थ के गर्छ, यो बाहिर जुनसुकै अब्जेक्टले आफूतिर तान्न खोज्छ, तान्दाखेरि यो अब्जेक्ट त मुभ गर्छ, मुभ गर्दाखेरि के हुन्छ, त्यसमा एसिरिलेसन प्रोड्युस्ड हुन्छ। हो, यही एसिरिलेसनलाई जी भन्छ। भन्नाले द एसिरिलेसन प्रोड्युस्ड अन एन अब्जेक्ट, यो अब्जेक्ट अर्थतिर मुभ हुँदाखेरि कति एसिरिलेसन प्रोड्युस्ड भयो, त्यही एसिरिलेसनलाई एसिरिलेसन ड्यू टु ग्रेभिटी भन्छ। द एसिरिलेसन प्रोड्युस्ड अन एन अब्जेक्ट ड्यू टु अर्थ ग्रेभिटी, ग्रेभिटी भनेको फोर्स, यो अब्जेक्टमा कति एसिरिलेसन प्रोड्युस्ड भयो त्यही एसिरिलेसनलाई एसिरिलेसन ड्यू टु ग्रेभिटी भन्छ। र त्यो एसिरिलेसन कसरी आउँछ त, ड्यू टु अर्थ ग्रेभिटी। सिम्पली द एसिरिलेसन प्रोड्युस्ड अन एन अब्जेक्ट ड्यू टु अर्थ ग्रेभिटी इज इक्वल एसिरिलेसन ड्यू टु ग्रेभिटी। यसलाई हामी जीले, स्मल जीले डिनोट गर्छ। इट इज डिनोटेड बाई स्मल जी। यो डायग्राम बनाउनु पर्दैन, यो बुझाउनलाई मात्र हो। अब भेरिएसन अफ जी ड्यू टु हाइट, यो अर्थ सर्फेसबाट यदि हामी माथितिर गयो भने जी भ्यालु कसरी बढ्छ कि घट्छ त्यो कुराको डेरिभेसन हो। यसको लागि एउटा सिम्पल स्फियर जस्तो ड्रइङ गर्नु। यसलाई यो भनेको अर्थ हो जसको मास यम छ र यो अर्थको यो सेन्टर भयो, ओ भन्ने सेन्टर, र यो सेन्टरदेखि यो सर्फेससम्मको डिस्टेन्सलाई हामी आर भनेको छौँ रेडियस। र यो सर्फेसदेखि यो सर्फेसभन्दा एच हाइट माथि एउटा पी भन्ने पोइन्ट छ, त्यहाँ चाहिँ यम मास भएको अब्जेक्ट छ। हो, सो यो सर्फेसमा जी कति छ र यो पी भन्ने पोइन्टमा जी कति छ त्यो दुईटा हामी निकाल्छौँ र कम्पेयर गर्छौँ। यदि सर्फेसभन्दा त्यहाँ कम छ भने घट्छ, सर्फेसभन्दा यहाँ धेरै छ भने बढ्छ। तर सर्फेसमा जति जीको भ्यालु हुन्छ त्यो भन्दा कम नै हुन्छ यो पी भन्ने पोइन्टमा। त्यही जे कुरा यहाँ डायग्राममा छ त्यही कुरा यता लेख्ने लङ्ग्वेजमा। लेट एन अब्जेक्ट अफ मास यम एट पोइन्ट पी, एउटा यम मासको अब्जेक्ट पी भन्ने पोइन्टमा छ एट हाइट एच फ्रम द अर्थ सर्फेस, जुन कुरा यो सर्फेसबाट एच हाइट पर छ। अर्को लेट यम बी द मास अफ अर्थ, यो अर्थको मास हामी यम एज्युम गर्यो र यसको रेडियस आर एज्युम गर्यो र यो सर्फेसमा अर्थको सर्फेसमा एसिरिलेसन ड्यू टु ग्रेभिटी कति छ त जी भन्ने कुरा हामी एज्युम गर्यो। यति कुरा मानेको। यो सबै लङ्गेज भनेको डायग्रामबाट आउने हो। अब जी इज द एसिरिलेसन ड्यू टु ग्रेभिटी एट अर्थ सर्फेस भन्ने यो अर्थ सर्फेसको जी कति हुन्छ त, जुन हामीसँग फर्मुला छ जी इज इक्वल टु जी यम बाई आर स्क्वायर। जी भनेको ग्रेभिटेसनल कन्स्ट्यान्ट, यम भनेको मास अफ द अर्थ, आर इज द रेडियस अफ द अर्थ। यसलाई हामी इक्वेसन 1 मान्छौँ। अब यो पोइन्टको हामी जी निकालिसक्यो। अब हामी के गर्छौँ, यो पी भन्ने पोइन्टमा जी कति छ त्यो कुरा निकाल्छौँ। यो पी भन्ने पोइन्टमा है, अब के गर्ने, लेट जी डैश बी द एसिरिलेसन ड्यू टु ग्रेभिटी एट पी एन्ड इज गिभन बाई, यो पी भन्ने पोइन्टमा एसिरिलेसन ड्यू टु ग्रेभिटी कति छ त जी डैश हामी एज्युम गर्यो र त्यो कति हुन्छ त, फेरि पनि जी को फर्मुला त उही हो, जी इज इक्वल टु जी एम बाई आर स्क्वायर। यसमा त्यो पी पोइन्टमा जी भनेको कति हो जी डैश र जी एम बाई आर स्क्वायर। अब आर भनेको यो सेन्टरदेखि जुन पोइन्टमा हामी जी निकाल्छौँ नि त्यहाँसम्मको डिस्टेन्स हुन्छ क्या। सो यहाँसम्म त आर थियो
तर हामी यो पी भन्ने पोइन्टमा निकालिरहेछौँ अनि यो पी भन्ने पोइन्ट त यो सर्फेसबाट एच पर छ। सो टोटल आरएसको लागि कति भइहाल्यो त यति, त्यो भनेको आर प्लस एच, आर यहाँसम्म र यहाँदेखि पीसम्म एच, सो आर प्लस एच। त्यसैले जी ड्यास भनेको जीएम बाई आर प्लस एचको होल स्क्वायर। यो केसमा आर भनेको आर प्लस एच भयो। ठिक छ। अब यसलाई हामी इक्वेसन सेकेन्ड मान्छौँ। अहिलेसम्म हामी के गर्यो, यो सर्फेसमा जी निकाल्यो र यो पी भन्ने पोइन्टमा जी ड्यास निकाल्यो। यसलाई इक्वेसन 1 भन्यो र यसलाई इक्वेसन 2 भन्यो। अब के गर्ने, डिभाइडिङ इक्वेसन 2 बाई 1। इक्वेसन 2 लाई माथि र इक्वेसन 1 लाई तल, भन्नाले 2 लाई 1 ले डिभाइड गर्ने। सो 2 भनेको जी ड्यास जीएम बाई आर प्लस एचको होल स्क्वायर अनि दुवैतिर डिभाइड गरिदिने। यतातिर जी ले, यता के भयो त 1 को जीएम बाई आर स्क्वायर। अब यो माथि माथिको कट्यो, सो यति कुरा बाँकी भयो। अब यो डिभिजनमा छ, यसलाई हामी मल्टिप्लिकेसनमा कन्भर्ट गर्दाखेरि के भयो त जी ड्यास बाई जी इक्वल टु यो माथिको कुरा सेम रहन्छ, तलको कुरा रेसिप्रोकलमा भएर आउँछ मल्टिपल हुँदाखेरि, तलको माथि माथिको तल। सो अब यो माथिमा आर स्क्वायर आयो र तलमा यो आयो। फाइनली जी ड्यास भन्नाले के भयो त जी ड्यास इक्वल टु जी इन्टु, अब जो जी ड्यास बाई जी थियो नि, यो जीलाई हामी यता पठाउँछौँ। सो यो मल्टिपलमा जान्छ, जी ड्यास इक्वल टु जी टाइम्स आर स्क्वायर बाई आर प्लस एचको होल स्क्वायर हो। यत्तिकैमा रोक्दानी भयो यो डेरिभेसन। अब यहाँबाट एउटा कन्क्लुजन आउँछ। हेर, यो आर भ्यालु सपोज 100 छ भन्ने, यो र एच भ्यालु 10 छ भने माथि 100 भयो र तल कति भयो 100 प्लस 10, माथि भयो 100 र तल भयो 110। सो तलको कुरा जहिले ठुलो हुन्छ किनकि माथि आर मात्र छ, तल आरमा एच पनि जोडेको छ। आरमा केही न केही भ्यालु जोडेर आउँछ सधैँभरि। यो आर हामी 100 नै एज्युम गर्यो भने तल त 110 भइहाल्यो हैन त। आर माथि छ र आर तल के छ, आरमा केही कुरा जोडेर आएको छ। सो यो भ्यालु सधैँभरि ग्रेटर देन आर हुन्छ। त्यही लेख्या हो, सिन्स आर प्लस एच इज ग्रेटर देन आर वी गेट जी ड्यास लेस देन जी। अब के भयो, माथिको भन्दा तलको भ्यालु सधैँ ठुलो, त्यसैले यो भ्यालु के भयो त सानो भयो। तल ठुलो भयो भने, तलको भ्यालु ठुलो भयो भने यो कुरा सानो हुन्छ। इन्भर्स रिलेसन छ नि, माथिमा र तल ठुलो भयो भने यो सानो, तल सानो भयो भने यो ठुलो। इन्भर्स रिलेसन छ, तल छ यो माथि छ। सेममा भएको भए माथि ठुलो, माथिमा ठुलो त यता पनि ठुलो, माथि सानो त यता पनि सानो। तर तलमा के हुन्छ, इन्भर्स रिलेसन हो। त्यो भनेको यहाँ ठुलो हुँदाखेरि यो भ्यालु सानो, यहाँ सानो हुँदाखेरि यो भ्यालु ठुलो। त्यसैले यहाँ आर प्लस एच के भयो, माथिको भन्दा तल ठुलो भयो, त्यसैले यो भ्यालु सानो भयो हैन त। जी ड्यास इज लेस देन जी के भयो त, जी ड्यास भनेको पी पोइन्टको छ, यो भनेको सर्फेसको थियो। त के भयो, पी पोइन्टमा के भयो, सर्फेस भन्दा कम आयो। त्यही कुरा लेखा हो, एज द हाइट इन्क्रिजेज द एसी रिलेसन ड्यू टु ग्राभिटी डिक्रिजेज। जब जब हाइट बढ्छ एसी रिलेसन ड्यू टु ग्राभिटी घट्दै जान्छ। ठिक छ। अब यसलाई अझै सिम्प्लिफाई गरेर लेखेको छु, यसमा अझै केही गरेको छैन। हेर, जी ड्यास बाई जी इक्वल टु यहाँ नि स्क्वायर थियो, यहाँ नि स्क्वायर थियो, त्यसैले के गर्यो होलको स्क्वायर गरिदियो, होलको स्क्वायर गरिदियो। अब यसलाई यहाँ नि आरले डिभाइड, यहाँ नि आरले डिभाइड, सबै ठाउँमा आरले डिभाइड गरिदियो। अब के भयो, यो कट्यो, यो कट्यो, के भयो यहाँ 1 बाँकी भयो, यहाँ 1 बाँकी भयो, यहाँ 1 बाँकी भयो, यो यति आयो। ठिक छ। अब के गर्यो, यही कुरा यहाँ लेख्या हो। अब यो भनेको तल छ, यसलाई माथि लाग्दाखेरि के भयो, पावर प्लस थियो, त्यो माथि जाँदाखेरि माइनसमा भयो, यति भयो हो। पावर चाहिँ माइनसमा छ भने बाइनोमियल थ्योरम युज गर्छ र बाइनोमियल थ्योरमले जी ड्यास बाई जी इक्वल टु यो दिन्छ। यो डाइरेक्ट याद गर्ने हो क्या, यो डाइरेक्ट यो जी ड्यास बाई जी इक्वल टु 1 माइनस 2h बाई आर हुन्छ भनेर याद गर। यति गर्यो भने यो डेरिभेसन सक्यो। यसमा म्याथमेटिकल टर्महरू तिमीले छोटो बनाउन सक्छौ, तर यति कुरा लेख्नु पर्यो ल।